नमस्कार। भोलि टियु क्रिकेट स्टेडियममा जुन म्याच हुन गइरहेको छ नेपाल प्रिमियर लिग सिजन 2 को जुन चाहिँ बिहान 5:30 बजे युके टाइम अनुसार लुम्बिनी लायन्स भर्सेस पोखरा एभेन्जर्सको म्याच हुन गइरहेको छ भने यसमा चाहिँ अब हिस्ट्री हेर्दाखेरि अहिले एनपिएल 2 मा के देखिन्छ भने लुम्बिनी लायन्सले कर्णालीलाई पराजित गरेको छ भने पोखरा एभेन्जर्सले जनकपुरलाई पराजित गरेको देखिन्छ, अर्थात् जनकपुर बोल्ट्सलाई। त्यसै गरी अब यसको मेन खेलाडीहरू हेर्नु पर्दाखेरि लुम्बिनी लायन्सको क्याप्टेन रोहित पौडेल रहेका छन्, जुन नेपालको राष्ट्रिय स्तरको पनि क्याप्टेन नै हुन् होइन। भने तिलकराज भण्डारी, सन्दीप जोड़ा, आदिल खान, थोमस ड्रक, दिलीप नाथ, त्यसै गरी दिनेश अधिकारी, शेरमल्ल इत्यादि रहेका छन्। भने पोखरा एभेन्जर्सका कप्तान अर्थात् ओपनर ब्याट्सम्यान कुशल पोर्तेल रहेका छन्। उनले राम्रै खेलिरहेका छन् तर जित हासिल खासै गर्न सकेका छैनन्, अर्थात् एउटा मात्रै जित हासिल गरेका छन् अहिलेसम्म। भने सागर ढकाल, विपिन खत्री, रेमोन रेफर अर्थात् अलराउन्डर जुन छन्, त्यसै गरी सन्दीप छेत्री, दिनेश खरेल, आकाश चन्द, एडम रोसिङटन जुन चाहिँ राम्रो ब्याट्सम्यान रहेका छन् इत्यादि रहेका छन्। अब हेर्दै जाँदाखेरि अर्को त्यसै गरी 9:45 AM मा चाहिँ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सको म्याच रहेको छ। र यसरी सरसर्ती हेर्दाखेरि जनकपुर बोल्ट्स जुन नेपाल प्रिमियर लिगको पहिलो सिजनको विजेता डिफेन्डिङ च्याम्पियन रहेको थियो भने एनपिएल सिजन 2 मा खासै राम्रो प्रदर्शन देखाउन सकेका छैनन्, जसमा चाहिँ क्याप्टेन अनिल शाह रहेका छन्। अब हिस्ट्री अहिले हेर्दाखेरि एनपिएल 2 को केसमा जनकपुर बोल्ट्सले काठमाडौँ, पोखरा र विराटनगरसँग हार बेहोर्नु परेको छ भने सुदूरपश्चिम रोयलले चाहिँ सबै गेमहरू जितेका छन्, अर्थात् पोखरा, काठमाडौँ गोर्खाज, कर्णाली याक्ससँग। भने सुदूरपश्चिमको क्याप्टेन दिपेन्द्र सिंह ऐरी रहेका छन् भने जनकपुर बोल्ट्सको केसमा अनिल शाह छन् क्याप्टेन। त्यसै गरी आसिफ शेख राम्रो ब्याट्सम्यान रहेका छन्, ललित राजवंशी बलर, त्यसै गरी लहरू मलन्था, रूपेश सिंह इत्यादि रहेका छन्। भने सुदूरपश्चिमका दिपेन्द्र सिंह ऐरी क्याप्टेन भएसँगै आरिफ शेख, अविनाश बोहरा, नरेन साउद, विनोद भण्डारी, ईशान पाण्डे, दीपक बोहरा, त्यसै गरी ट्रास ब्राउन इत्यादि रहेका छन्। र यसरी हेर्दाखेरि भोलिको म्याच निकै नै चुनौतीपूर्ण र निकै नै रोमाञ्चक हुने देखिन्छ, विशेष गरी यो जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको जुन चाहिँ एउटा एनपिएल सिजन 1 को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग अहिलेको दोस्रो एनपिएल 2 को सबैभन्दा बलियो टिम चाहिँ सुदूरपश्चिम रोयल्स पनि देखिएको छ। र सबै टिमलाई शुभकामना छ र भोलिको म्याच राम्रो होस्, सभ्य होस्, भव्य होस् र सबैले नेपाल क्रिकेटलाई माया गरौँ। धन्यवाद।